अस्ति मगाएको क्यामेरा स्ट्यान्ड मैले सोचेको पनि थिएन होला यस्तो टुटेफुटेको आउँछ भनेर। हेलो मेरो मित्रहरू हजुरहरूलाई स्वागत छ मेरो सानो मिनी भ्लगमा। यो मेरो मिनी भ्लगको पार्ट 2 हो। पार्ट 1 मा चाहिँ मैले टिकटक आइडी लगायत फेसबुक युट्युबतिर पनि पोस्ट गरेको छु। यदि हजुरहरूलाई हेर्न मन छ भने मेरो प्रोफाइलमा गएर भिजिट गरिदिनु होला। यदि राम्रो लाग्यो भने कमेन्ट पनि गरिदिनु होला। आउनुस् लागौँ हामी वास्तविक तर्फ। म अस्ति ड्युटीमा हुँदा पार्सल आएको थियो। अब ड्युटी हुँदा पार्सल खोलेर हेर्ने कुरा पनि भएन। पार्सल आयो भनेर फेरि काम छोड्ने कुरा पनि भएन। 8-9 घण्टाको लामो सफरपछि काम गरेर रातिको 12-1 बजीतिर रुममा आएर आएको पार्सल अनबक्स गर्न थाल्छौँ। पार्सल अनबक्स गर्नुभन्दा पहिला हजुरहरूले एउटा प्रश्न, के तपाईँहरूले कहिले अनलाइन अर्डर गर्नुभएको छ? यदि हजुरहरूले गर्नुभएको छैन र गर्न चाहनुहुन्छ भने सधैँ एउटा कुरा याद राख्नुहोस्, अनलाइन डेलिभरी गर्दा आफ्नो सामान जहिले पनि चेक गरेर ल्याउने गर्नुहोस् र अनलाइन क्यास नगर्नुहोस्, ह्यान्ड टु ह्यान्ड क्यास गर्नु। किनकि आजकल धेरै फ्रड चलिरहेको हुन्छ। क्यामेरा स्ट्यान्ड अनबक्स गर्दा चाहिँ मन एकदमै रमाएको थियो। आफू त सानो मान्छे सानै कुरामा मन रमाउँछ। स्ट्यान्डमा चाहिँ हल्का माथिको भाग फुटेको थियो तर देख्नलाई एकदम राम्रो लागेको थियो। हजुरहरूलाई मेरो क्यामेरा स्ट्यान्ड कस्तो लाग्छ कमेन्ट गर्नु। थ्याङ्क यू फर वाचिङ। सी यू अगेन टु माई नेक्स्ट भिडियो।